हेलो गाइज, आज चाहिँ म विष्णुपातिका कृषि फार्म जाँदैछु। यहाँ चाहिँ एउटा मेरो दाइ हुनुहुन्छ क्या, मेरो साथीको दाइ। सुरुमा कच्ची रोडबाट हामी पक्की रोडसम्म गयौँ। अनि बाटोमा भिडियोहरू गर्नु अलिक सम्भव थिएन क्या। अनि मासतिर पुगेसम्म गऱ्यौँ। अनि एकैचोटि तेर्सो लागेपछि बाइक बिसाएपछि धरान यस्तो देखिँदो रहेछ। अहिले एकछिनमा अलिक मजाले देखाउँछु। यहाँदेखि पनि अलिक हिँड्नुपर्ने रहेछ क्या, 5 मिनट जस्तो। धरान बिस्तारै दामी छ नि है। उतापट्टिको चाहिँ जङ्गल, सुँगुर पनि पाल्नु भएको रहेछ। सुँगुर चाहिँ 3टा माउ रहेछ अहिले। अनि 3टा माउ एकदम ठुल्ठुलो छ क्या, 3टा 4टा माउ छ, 4टा। अनि दाइले चाहिँ अरू चाहिँ के गर्नु भएको छ आफ्नो मुखले भन्नुहुन्छ है। अब कतिवटा माउ छ हौ? एउटा जस्तो होला दाइ। अनि यो बाटो त अनि अनुदान दिनुपर्ने त हजुरलाई त सरकारले कि खाइसकेको? कोसिस गर्नुभएको छैन? हाँसे बाबु त्यो चिनी हाँसे ल्याउँछ तर साह्रै राम्रो पनि हुन्छ हौ। हजुर यही हो चिनी हाँस हो। हजुर यो चिनी हाँस, यो हिले चाहिँ होइन चिनी हाँस। चिनी हाँस हो। मासु पनि साह्रै मिठो, सफा पनि हुन्छ यो हिलो खाँदैन रहेछ। हिलो खाँदैन नि बाबु, नचाहिने हिलो यो त चोखो भन्छ त। चोखो अनि मासु पनि एकदम फोको हुन्छ। कति माउ छ हौ कुखुरा त दाइ? अहिले 30 माउ जति होला भाइ। 30 माउ। बाहिर निक्लिँदैन होला बाबु? बाहिर कम्पाउन्ड भन्दा यसो कहिले काहीँ निस्किन्छ। खिर्किरेहरू अहिलेसम्म त आएको छैन। दाइले कुकुर पनि ठाउँ ठाउँमा पाल्नु भएको रहेछ नि त। एउटा जाली हाल्नु भएको छ नि त। जाली पनि कुकुर भुकेपछि फेरि भाग्छ क्या त्यो। एउटा बिहान भाइ यो जाली तिमीलाई थाहा नै होला। अब गोठमा यो चाहिँ ब्रोइलरको अब यहाँ लोकल दाइ सबै यहाँ त सेन्सिटिभ हो, तपाईँ मात्र पस्नु। केही हुँदैन। होइन होइन ठिक छ, पस्नु न तपाईँ। छिपेछ अब चाहिँ? अब चाहिँ सिकेको अब यो उँभो चाहिँ के छ बाबु? माथि माथि चाहिँ लोकल कुखुरा नै छ। दाइ माथि पनि जाउँ न, आएको बेला निकालिसक्यो। आइराखिँदैन। यो चाहिँ खोरबाट निस्केको दाइ? माथिल्लो खोरबाट निस्केको। कुखुरा चाहिँ कतिवटा छ दाइ? माउ चाहिँ 30 माउ। अहिले त अस्ति 70-75 वटा जस्तो निकाल्यो। अब यो यहाँको गाँत होइन? तलबाट हुर्केर ल्याएर कुखुराको लोकलको यो कम्पाउन्ड हालेको छु है। कहाँदेखि? ए उहाँ एभोकाडोहरू रोपेको छु। उँभो पनि यो एभोकाडो होइन दाइ? जाली हालेको छु यो कुखुरा छोड्नको लागि। हजुर हजुर। कुखुरा त उँभो पनि चढ्नु जान्छ होला? अस्ति धेरै हुँदा त जान्थ्यो। अहिले थोरै भएपछि ठुल्ठुलो निकालेपछि त आटा आउँदैन रहेछ यिनीहरूलाई पनि खासै। दामी यार। यहाँबाट कुखुराको धेरै ल। यो भविष्यको लागि गरेछ यहाँ धेरै। एउटा सबै वातावरणै मिसिएको क्या होइन? कुखुरा त टन्नै पो रहेछ त। अब कति माउले फैलाएको बाबु यो? यो मैले 3 माउबाट चाहिँ भियतनामले ल्याएको छु। 3 माउबाट चाहिँ सुरु गरेको। 3 माउबाट यत्रो नबेचेको भने त यहाँ त कुखुरा त घरमा चाहिँ थियो नि एकपल्ट त। फेरि झगडा गर्छ कि भाले पोथी अनि 1.5 केजी जस्तो भाले भएपछि निकाल्नै हाल्छ। भाले पोथी गरेर दाइ। अनि यो आउँछन् कि बुबु कुखुराले चाहिँ? हजुर यहीँ बजारमा कन्ट्याक्ट छ अनि बोलाएको। ए बजारमा लानुहुन्छ? हजुर बजारमा। नत्र त कहाँ 70-80 वटा बेच्नु त गाह्रो हुन्छ नि। घरमा यताउता गाउँले छिमेकीहरूले लाँदैन? लान त लान्छ। तलतिर चाहिँ थाहा भएकोले चाहिँ अब चाहिँदा मलाई कन्ट्याक्ट गर्छ अनि झाडी दिन्छु। यो नगर्नुपर्ने रहेछ, साह्रै दुःख। अब दुःख त हुन्छ नि कृषिमा त दाइ, तर पनि यो त एकदम राम्रो हो नि त दाइ। हेर्दा त एकदम लोभ लाग्ने क्या दाइ। लोभ त के लाग्ने, सबै राम्रो छ होइन? त्यहाँदेखि लिएर व्यवस्थित रूपले एउटा उदाहरणीय कृषि। चाहिँ मजा आउँछ। यसो बत्ती यो पल्लो पनि त्यो धरानै हो कि बु? यो चाहिँ तररा र इटरेको यो तररा। बेलुका त झिलिमिल्लो हुन्छ होला है? मिल्ने हुन्छ बेलुका बत्तीको। दसैँ तिहारमा त झन् एकदम भइहाल्छ। तिहारमा चाहिँ मजा आउँछ यसो बस्नु।
पानी पर्दा मुटु ढ्याङ्ग्रो बजाइहाल्छ के पहिरो आउँछ भनेर तर आउँदैन अब पहिरो त आउँदैन अब अलिकति यो यसले चाहिँ पानीले कहिले अलिकति भल आयो भने बिगार गर्दो रहेछ नि बिगार गर्छ नि यो ठुलो आयो भने चाहिँ टेन्सन हो त्यो अरू त केही छैन दाइ पल्लोपट्टिले त खासै मलाई गर्दैन यताकोले चाहिँ यता त्यो चाहिँ उता कटाइदिनु भएको छ भने ठिकै छ माथिबाट पानी चाहिँ कटाइदिउँ अस्ति ए पानी कटाएको भए त अब त के होस् र दाइ हानेको छौँ पल्लो यो अस्ति त्यो ड्रेन पुरा भरेर झरेछ कि यसलाई चाहिँ ड्रेन हाल्नु भएको छ दाइ उतापट्टि चाहिँ माथिबाट माथिल्लो रोडबाट उताबाट उता पनि कटाएको छौँ अनि यता बाह्र त दाइ यदि त्यो ड्रेन नकटाएर चाहिँ यो क्षति भएको होला त्यतिखेर चाहिँ होइन थाहा नभएर त्यो ठुलो नै थाहा थिएन कि हामीलाई अनि खेती गरेर अस्ति चाहिँ पानी अब दिमाग सबै ठाउँलाई सोचिसक्नु भएको रहेछ दाइ दिमाग सबैपट्टि घुमाइसक्नु भएको रहेछ यो त एकदम सुरक्षित छ नि अब त होइन भएन खोलाहरू ड्रेन कटाउनु भनेको त खतरा आइडिया हो नि दादाको त मेहनत खर्च ज्यादा भएछ खर्च ज्यादा भयो मेहनत र खर्च धेरै दाइ यो के थुन्दिम होइन हुन्छ यहाँ बाहिर एकछिन यता यो कुखुरा फेरि निस्किँदैन नि होइन निस्केर पनि कतै जाँदैन उता पनि ब्लक गर्छ ए तर पछि चाहिँ हुन्छ अब त एकचोटि टक्क बनाइसकेपछि त मालामाल पो रहेछ त तपाईँले त सबै दुःख गरेर फल खानै बेला हुनुभएको रहेछ अब खर्च पनि त्यतिकै भइरहेको हुन्छ यो कुखुरालाई चारो चाहिँ बर्खा त्यहाँ ट्र्याक्टर दगुर्नु छ त्यहाँ फेरि यता आइहाल्छ हो त्यहाँ लाउने पुग्दैन पुग्दैन दाइ कतिवटा हाल्नु भएको थियो यो 200वटा हालेको दाइ मरेन होला यहाँको यहाँ त खासै यसपाल त मरेन हो त्यो खुट्टानेर ल्याउनु न यता हो त्यो अब कत्रो गएको कति महिना यो 3 महिना पुग्यो फर्किने बेला चाहिँ ट्र्याक्टरले बाटो छेकिरहेको थियो क्या अनि माथिबाट मैले बाइक घुमाएर गयौँ अनि घुमाएर घरमा ड्याङ्ग पछारे धेरै थियो नि त कुखुरा भेनाले पनि सघाउँछु भन्यो भने तर आफै गर्छु भनेर जोसेको कि यत्रो कुखुरा थिएँ म त राति पढिसक्यो काम गरेकै यस्तो धेरै लामो समय लागेन अनि हेर्नु न अझै 3टा कुखुरा बाँकी क्या अनि कुखुरा काटेँ अनि एउटा मासु पोलेको थियो क्या अनि अलिकति आफूले टेस्ट गर्नुको लागि अनि कुकुरलाई खुवाएँ यो छाच्चा धेरै खायो भने सो बाइक